Good morning, baby. Good morning, Papa. हेलो एन्ड नमस्कार सबैमा। म तपाईहरुकै परिचित शुक्र है, तपाईहरुकै दाइ भाइ। मेरो दिन यसरी सुरु हुन्छ। मेरो छोरीलाई ब्रस गर्न गाह्रो मान्छ, त्यसैले मैले गरिदिएर यसरी रेडी पारिदिनु पर्ने हुन्छ। अनि हामी केही छ आज हाम्रो प्लान, त्यसैले मैले अलिक चाँडो गर्नु भन्दैछु। तैपनि मेरो छोरीलाई पटक्कै मन परिदैन यो ब्रस गर्नु भनेपछि पानीमा फ्याल्न चाहिँ मन पराउँछ। सो नाउ अनि नानीको लागि खाना तयार बनाउँदैछु। म चाहिँ यसरी यो सबै काटेर मसिनो काटेर अनि जस्मिन चामल अनि दाल, अनि दालमा प्राय जस्तो मुङ दाल लाउँछु। अनि यसरी नै यो सबै ब्रोकली, मसरुम, जुकिनी यसरी नै मसिनो काटेर रेडी बनाएर सबै मसिनो काटेर एकै ठाउँ राख्छु। अनि प्राय जस्तो हेल्दी खाना खुवाउने गर्दछु म नानीलाई। यसरी काटेर म राख्छु। अनि म त्यो बटर लाउँछु निकै। अनि प्याज हो, यो प्याज लाएर यसरी हल्का प्याजलाई डढाउँछु अनि सबै लाएर पानी लाउँछु। अनि यति लाएपछि म छोपिदिन्छु। अनि हल्का बेसार पनि लाउँछु। एक्चुअली यो बेसार लाएको देखिन। अनि सिटी 5-6 सिटी लाएपछि म निकाल्छु। अनि ल हेर्नुहोस्, यतिको हुन्छ। नानीलाई खाना रेडी। Now it's ready to feed my baby. So मेरो नानीको डेली खाने खाना अब म खुवाउँदैछु। तर मेरो छोरी धेरै टाइम लाग्छ खानु। अनि टाइम लाग्छ मेरो नानीले खानु। त्यही पनि नराम्रो बानी चाहिँ आइप्याड नहेरी चाहिँ खानु मान्दैन। त्यही पनि जस 20-25 मिनट लाग्छ सबै सक्नु खाना। जेस खानु चाहिँ खान्छ मेरो छोरीले। अनि अब रेडी बनाउँदैछु। कपाल कोरेर हाम्रो कहीँ जानु प्लान छ, त्यही भएर रेडी गर्दैछु। मेरो यो डेली रुटिन हो। अब रेडी भयो। अब फाइनली हामी रेडी भयौँ। लेट्स सी। अब हामी तयार छौँ ड्रेसअप लाएर सबै मेकअप सेकअप गरेर रेडी हुँदैछौँ। ल हामी 4 जना, मेरो छोरा छोरी अनि मेरो दाजुको छोरी। र फाइनली हामी केन्टकीबाट मेरो भाइहरूको फ्यामिली पनि आएको छ है। कजिन सिस्टर गेट टुगेदर भएको। फाइनली हामी इनसाइड Which one? चुज गर्नले चाहिँ यो लाउने भनेर गरिदिएको $25ले। र त्यति साह्रो राम्रो गरेको जस्तो पनि लागेन। त्यही पनि जस मेरो नानीको इच्छा पुरा गरिदिएको $25लाई यतिलाई। तर अब पसिनाले सबै मेटिसकेको थियो एकछिनमै। त्यही पनि मेरो नानीको इच्छा पुरा भयो। अनि यहाँ हाम्रो स्विमिङ पुलमा यहाँ सी ह्याड लट्स अफ मेरो छोरीले धेरै गरे। अनि मेरो छोराले चाहिँ स्विमिङ नगरे भने त्यहाँ कन्सर्ट थियो। कन्सर्टमा पनि हेऱ्यौँ एकछिन। तर त्यहाँ अब इङ्ग्लिस सङ मात्र हो। अनि लेट्स लुक एट दिस lots of people. अनि there is lots of ride. So मेरो नानीहरूले राइड गर्नु भन्यो। अनि
चाहिँ मेरो छोरी नमानेर